यता हुनुहुन्छ नानी छिटो जल्दी रन के वेलकम टु माई न्यू ब्लग। साथीहरू सञ्चारमा हुनुहुन्छ के कसो गर्दै हुनुहुन्छ। आज चाहिँ विशेष रहेको टक्क लाएर भन्नुपर्दा के विशेष होला भन्नुलाई गेस गर्नु हो त्यो गाइस। आज चाहिँ टक्क लाएर मामा घर चाहिँ कुल पूजा 4-5 वर्ष आज तो हुँदैछ। टक्क लाएर भन्नुपर्दा आज चाहिँ जाने हो पूजा सुजा गर्ने आउने टक्क लाएर भिडियो अन्तिमसम्म हेर्नलाई त गाइस। पहिला से यता हेर त खै पोज दे न पोज लाउनु दाइ काला उस गर्दिनु अब काना झप हाल्नु पानी कोला जिपीको यहाँ र कानी पाथाला यहाँ लिएर त्यही लिएर मौकाउनु ल हामी चाहिँ घरबाट हिँडिसक्यौँ टक्क लाएर भन्नु भिडियो बनाऊ भन्छ भाइ राम्रै समात है समाता छ पहिलाको समात नै राम्रै छ। अब फेरि यता निबाट जाने हो कि यहाँबाट नि लिएर जानु नि त्यही भएर अब फेरि चाहिँ यता हुनुहुन्छ पुरैजना यतै हुनुहुन्छ। छतमाथि बस्नु भएको छ। बाटो चाहिँ गाइज हेर्नुहोस् है हेर्नुहोस् भोक लाग्यो नानी छिटो जल्दी ल हामी चाहिँ भोक लाएर यहाँ टेटी पऱ्यौँ। यस्तो हामी पसलमा आइरहेछौँ। ए कान्छामा उहाँ हुनुहुन्छ नानी नानी छिटो जल्दी रन के बता रन के जल्दी छिटो नानी उताखेरि टक्क देउता उतार्छ एउटा दिदीलाई यसो बस्यो 1-2 घन्टा भइसक्यो कि अझ राम्रोसित भएकै छैन गाई। त्यस्तै हो त्यहाँ केटाकेटीले फेरि भोक लाग्यो भनेर हामी फेरि मामा र म फेरि केटाकेटीहरूलाई लिएर पसलतिर हिँड्यौँ। पसल फेरि लास्टै टाढा अरे अड्क्यो कि फोन फेरि यत्नै माथि रह्यो अरे। ल अब सानो नानी फेरि थाकिसकिन्। म नि भोक लाएर रक्सी खाएको मान्छे हुन्छ नि त्यस्तै लालाक लुलुक भयो हिँड्नै सकेन राम्रोसी। त्यही पनि जसरी तसरी बाएँ सरेर भयो नि हिँड्न पर्छ गाइज।
किन गाइस टक्क लाएर मस्त लाएर सुत्यो हामी चाहिँ मामा र म हम अहिले ट्रालीमा म छता छु मामा चाहिँ ट्रालीमा पछाडि हुनुहुन्छ अरू झरिसक्नु हौ हामी चाहिँ अब पाठासाटा लगेर चाहिँ घर जाँदैछौँ अब पोलपाल गर्ने हो खाना खाने हो टक्क लाएर हामी फेरि उता उहाँ पारीबाट आएको हो के यता चाहिँ खाना पकाउँदै हुनुहुन्छ टक्क लाएर अब यहाँ अब एकैछिन पछि यहाँ दुर्गेश थापाको यहाँ गीतमा नाच्दै हुनुहुन्छ के अरे रियान्स सुनार नि त ऐश्वर्या सुनार यहाँ ल ल अब एकैछिन पछि डिजे यत्नै छ अब फोनबाट अब कनेक्ट गरेर टक्क अब पुरै नाच्छन् है मामा सानबेनी दुर्गेशको एउटा गीत गाउ त के तिम्रो नाम भने भए काम रात परिसक्यो अब टक्क हामीले अब नास्ता गरिसक्यौँ भुट्टा सुट्टा खाएर अब हामीले भात खाने बेला भएछ भात त अहिले पाक्न लाग्छ भिडियो बनाउन लाग्छ अंकल रे दाई दाई मेरे यहाँ इधर है